गोठ बनाऊ है सकभर हाम्रो पुल राम्रै बनाऊ, डाँडा जस्तै बनाऊ, राम्रो बनाऊ, राम्रो गाडी कुद्ने होस्। सम्पूर्णमा नमस्कार। म भुटानी शरणार्थी बस्ती बेलडाङ्गी बस्ती सचिव सञ्चालन सुब्बा। आज यो सायद कसैलाई लाग्न सक्छ यो के भइरहेको छ भन्ने कुरामा, यो त्यस्तो चाहिँ नौलो कुरा होइन, तर हाम्रो लागि अति महत्त्वपूर्ण काम भइरहेको म जानकारी गराउन चाहन्छु। अहिले यो हामी चाहिँ बेलडाङ्गीको सेक्टर A2 मा छौँ, जहाँ A2 मा चाहिँ यो एउटा एक किसिमको यो जति पनि हम्से वनको आधाभन्दा बढी भागको पानी चाहिँ भेलबाडी यो चैत वैशाख जेठ असार साउनमा चाहिँ यो निकै ठुलो भेल आउने र यहाँ आवत जावत हुनको लागि निकै कठिन भएको र हामीले सानो मान्छे हिँड्ने मात्रै पुलहरू राखेको अवस्था थियो। तर मान्छे मात्रै हिँडिरहँदाखेरि अहिलेको अवस्थामा हामी भुटानी शरणार्थी बस्तीमा चाहिँ वृद्ध, अशक्त, असहाय, दीर्घ रोगीहरूको सङ्ख्या बढेकोले गर्दा कुनै पनि एकजना बिरामी भयो भने आवश्यक यहाँ चाहिँ गाडीकै आवश्यकता पर्छ, अटोकै आवश्यकता पर्छ, त्यसको सिटीकै आवश्यकता पर्छ। त्यस कारणले गर्दा पनि यो ठाउँलाई चाहिँ यस्तो पुलहरूको आवश्यक छ र पुलहरूको आवश्यकता थियो। सो आवश्यकतालाई महसुस गरेर स्विजरल्यान्ड सिस्टर्सले ढुङ्गा, बलुवा, सिमेन्ट, रडदेखि लगेर एक दुईजना मिस्त्रीको सम्म खर्च सपोर्ट गरे पछाडि सेक्टर A2 वासीहरूले श्रमदान नितान्त उहाँहरू भोकभोकै कोही इम्पोर्टेन्ट कामलाई पनि छोडेर श्रमदानमा जुटेर यो कामहरू, यो ढलानदेखि लिएर हरेक कार्यहरू चाहिँ अगाडि बढेको म जानकारी गराउन चाहन्छु। र म सम्पूर्ण सेक्टर A वासीहरूलाई पनि यसरी तपाईँहरूले एकरूपता देखाइदिनु भएकोमा मुरी धन्यवाद भन्न चाहन्छु। र म स्विजरल्यान्ड सिस्टर्सले यो सहयोग गर्दाखेरि स्विजरल्यान्ड सिस्टर्सलाई बेलडाङ्गी भोरी नै कोही ठाउँमा आवश्यकता अनुसार त्यहाँ ह्यान्डपाइप लाउने र केही ठाउँमा कजवे बनाउने, केही ठाउँमा यसरी नै सानो पुलहरू बनाउँदाखेरि त्यहाँ जनताले सहजता महसुस गर्छ भने र भोलि उनीहरूलाई सहज हुन्छ भने त्यो उहाँहरूलाई कति पनि कन्जुसाइ नगरिकन स्विजरल्यान्ड सिस्टर्सले सपोर्ट गरिरहेको हुँदाखेरि म स्विजरल्यान्ड सिस्टर्सलाई हृदयदेखि नै मुरी धन्यवाद दिन चाहन्छु। स्पेसली मेक सर र उहाँको इन्टायर टिम, उहाँको फ्यामिलीलाई म लट्स अफ थ्याङ्क्स भन्न चाहन्छु। स्विजरल्यान्ड सिस्टर्सले यही मात्र नभएर कोही बेला हात्ती आतङ्कबाट भत्किएको घरहरू, उहाँहरूकोमा क्षति भएको चामलहरू, खाद्यान्न चिजहरू पनि पूर्ति गराउने कार्यक्रममा पनि उहाँहरू सरिक हुनुहुन्छ। त्यसमा पनि त्यस कारणले गर्दा पनि अहिले भुटानी शरणार्थी बस्तीवासीहरूलाई कुनै पनि त्यस्ता चाहिँ त्यस्तो खालको हात्ती आतङ्क र अरू त्यस्तो खालको दुर्घटनाहरू हुँदाखेरि हामीले सान्त्वना स्वरूप दिने सहयोगको लागि जहिले पनि स्विजरल्यान्ड सिस्टर्स हाम्रो बस्तीतिर बसिरहेको हुँदाखेरि यस्तो इम्पोर्टेन्ट कार्यक्रमहरूमा जुटिदिनु भएकोमा म स्विजरल्यान्ड सिस्टर्सलाई हामी बस्ती व्यवस्थापन समितिको तर्फबाट मुरी धन्यवाद दिन चाहन्छु। थ्याङ्क यू। सबैलाई म धन्यवाद भन्न चाहन्छु, इन्टायर टिमलाई, र म मेक सरको फ्यामिलीलाई पनि म लट्स अफ थ्याङ्क्स भन्न चाहन्छु। थ्याङ्क यू।